आज चाहिँ नि मेरो फर्स्ट टाइम मलाई म मटन पकाउन आँटेको होइन। अहिलेसम्म चाहिँ मैले कहिले मटन पकाएको छुइनँ नि त। अनि के अरे अब हाम्रो घरमा खाँदैन नि त त्यति साह्रो, त्यही भएर म पकाउँदैन पनि खाँदैन पनि हो। तर मेरो दाजुले चाहिँ पुरा खान्छ नि त। अन्त उसको लागि मटन चाहिँ ऊ अझै पकाएर खान्छ होइन। हामी पकाउँदैन पनि खाँदैन पनि। आज चाहिँ म उसको लागि पकाउन आँटेको नि त। तर अब मैले चाहिँ यो अब के हालेर पकाउँछ, उसले चाहिँ के हालेर पकाएको त्यही देखेको हिसाबले पकाउन आँटेको हो। सो यहाँ छ मेरो, मैले यहाँ प्याज काटिरहेको छु होइन। 2टा प्याज 2टा रामभेँडा काट्छु हो। यो खोर्सानी चाहिँ आधी मात्रै हाल्छु, पुरा देख्छु एउटा खोर्सानी होइन, आधी हाल्छु हो। अन्त यो एउटा लसुनलाई फ्रिज गर्नको लागि। अन्त त्यसमा चाहिँ छ उसको यो के भन्छ मटन मसला हो। अन्त यहाँ चाहिँ म चिकन करी पकाउँछु हाम्रो लागि चाहिँ हो। कस्तो हुँदो रहेछ लाइटमा कस्तो पकाएको हो। यो माथि नै उसले यसरी पकाउँछ होइन। सोमा पनि यसरी पकाएको, यो तेलहरू नडराइकन माथिबाट हालेर अर्कै खालको के हालेको यो उसले पिन्नु लगाएको थियो मसला हालेर होइन। त्यसको बादमा उसले चाहिँ अब यसरी पकाउँछ। कम्ती तेल, कम्ती भन्दा पनि हुन्छ कत्रो कस्तो भयो। लसुन चाहिँ हाल्नु लसुन पकाउँछ। म पनि अब त्यो अनुसारले गर्नु होइन। त्यसमा चाहिँ फर्स्टमा चाहिँ होइन यति पानी हालेर चाहिँ मलाई 3-4 सिटी जस्तो लगाउनु भएको छ। त्यहाँबाट निकालेर चाहिँ टक्क भुट्यो होइन। भुटिराखेर चाहिँ एक्सक्युज मी भुटिराखेर चाहिँ होइन एक्सक्युज मी अन्त उयो हाल्नु भएको रहेछ, ग्रेभी बनाउनु त्यस्तो बनाउँछु नि त उसले चाहिँ। भएर चाहिँ के हाल्छु अहिले पाकेपछि देखाउँछु कस्तो भयो, कतिको मिठो भयो भनेर भनिहाल्छ। देखो देखो गाइस, फाइनली पक गई मेरी मटन। सो मैंने इसके ऊपर कोरिएंडर भी डाल दिया। अब टेस्ट करके बताती हूँ ठीक है कैसी बनी। आहा दामी, अमलाई चाटुम्ला जस्तो भएछ। फर्स्ट टाइम पकाएको यति मिठो हुँदा त खुसी पो लाग्यो।